ड्रिम प्यालेस रिसोर्टमा आइपुग्यो हामी चाहिँ। एकदमै स्पेसल रहेछ ल यहाँ चाहिँ होइन, दरबारिया स्टाइलको घर होइन। हाम्रो चाहिँ स्विमिङ पुल चाहिँ यहाँनिर। हाम्रो यहाँनिर चाहिँ स्विमिङ गरेर चाहिँ पर पर्सन 800 लिँदो रहेछ। अब लन्चहरू ब्रेकफास्टहरू खाजा चाहिँ खाइयो भने डिस्काउन्ट गरेर चाहिँ 600मा आउँदो रहेछ। टोयलेट गयो होला, टोयलेट गयो होला। उहाँले खानुहुन्न नि त, उहाँले आलु खानुहुन्छ त, अरूले खान्छ नि। बाजे यता हेर्नुहोस् न कस्तो लागिरहेछ बाजेलाई आज। बाजे बजे कस्तो लागिरहेछ तपाईँहरूलाई? राम्रो लाग्छ? स्टिकर हो ल। झर्ना आयो त ल। ओ कति ठुलो झर्ना, आमा काठमाडौँ भित्र पनि यति ठुलो। ओहो हजुर, आहा ल ल ल। ड्रिम प्यालेस रिजोर्ट यो चाहिँ टोखा रोडमा हो। भ्यूहरू पनि राम्रै देखिँदो रहेछ होइन। अब यसो त अब आलिसान महल जस्तो छ होइन। यहाँबाट चाहिँ यतातिरको भ्यू पनि देखिन्छ सट्ट। ग्रान्डी चाहिँ हाम्रो ग्रान्डी हस्पिटल चाहिँ त्यहाँनिर हो हाम्रो होइन, ग्रान्डी हस्पिटल। अनि यो चाहिँ यहाँनिर रहेछ। यहाँनिर ठाउँ चाहिँ राम्रै रहेछ। हो खानेकुरा के आयो है, के आयो आमामा। ओहो के यति धेरै खानेकुरा, बाफ रे बाफ। आमा ल ल मैले खिचिरहेको छु यहाँनिर। आहा ल ओके ल ल ल। दिनु अलिकति केही हुन्न क्या, अलिकति खाँदा केही हुन्न कि केही हुन्न बाजेले। माझे खानुहुन्न र? मसला छ अन्त हेर्दैन।
भुँडी देखाएछ अलि ठुलो अरू सानो घरमा के भयो त जुम गरेर देखाइदिउँ अझै सलाम मालिकमै भयो त आम्मामा के हो त नि अनि सलाम मालिकम अब अरिगल फगाउन जाँदाखेरि लाउनु पर्यो अब